अनि सर हाम्रो आज गोर्खा बन्दीपुर पिकनिक प्रोग्राम हामी हिँड्दैछौँ। हामी अफिस पनि आइसक्यो। पक्कै राम्रो होला। एकदम यहाँको गार्डर पनि हुनुहुन्छ यहाँ सँगै देखाइदिइहालेको। सो रेडी हो? मर्निङ सर। हाम्रो साथीहरूलाई पिकनिकको हाम्रो भ्रमणको क्रममा आज हामी गोरखकाली मन्दिर र गोर्खा दरबार आएका छौँ। हाम्रा साथी सहकर्मी साथीहरू पनि ब्याकग्राउन्डमा हुनुहुन्छ। हाम्रो सर है, हाम्रो सर हाम्रो सर पनि हुनुहुन्छ यता ब्याकग्राउन्डमा। तपाईँले देख्न सक्नुहुन्छ माथि गोरखकालीका मन्दिर है ल्याएर त। सो हेलो हेलो गोरखकाली मन्दिरलाई हाम्रो टिम है साथीहरू अनि हाम्रो सरहरू पनि हुनुहुन्छ। सबैलाई हाम्रो गोरखकाली मन्दिरमा स्वागत छ। होइन, गोरखकाली मन्दिरलाई हाम्रो स्वागत छ भन्नु। कालिका मन्दिर कतिको कहिले भिड लाग्छ यहाँ? अष्टमीमा भने कुन अष्टमीमा? म दुईचोटि हुँदैछ है। हस्, धन्यवाद। फेरि तपाईँको होइन कुनै सकोस् तपाईँको गफती। हामी गोर्खा कालिका मन्दिरमा आइपुगेका छौँ। ल, कालिका मन्दिर पृथ्वीनारायण शाहको जन्मघर है यो चाहिँ शाहको जन्मघर। यता गोरखकालीका मन्दिर। हजुर, हाम्रो टिम काठमाडौँबाट गोर्खाबाट पहिलेको राजाको बन्दीपुर जानेछौँ। त्यस क्रममा हामी गोरखकाली मन्दिर दर्शन गरिसके पश्चात उत्पन्नकोट वज्र भैरव चण्डी चढ्दैछौँ है। हाइकिङ पनि भएको छ। सर कस्तो लाग्यो तपाईँलाई? ल ठिक छ। यस्तो यार, यस्तो हो त। सुरिदाइले जे होस् गरिदिनुहुन्छ भिडियो सिडियो हाम्रो ल है। ए ल ल ल हामी उता हाम्रो हाकिम साहबहरूलाई हाकिम साहब देखाइदिएछु मैले। देखाइदिइहाल्नु। सबैले देखाइदिएछु। हामी गोर्खाको ऐतिहासिक ठाउँ गोर्खा दरबार, गोरखकालीका मन्दिर र गोरखनाथ बाबाको दर्शन गरेर यहाँ सिद्धकालीमा आयौँ र यहाँबाट एकदम राम्रो दृश्य ब्याकग्राउन्डमा तपाईँले देख्न सक्नुहुन्छ। एकदम राम्रो दृश्य देखिँदो रहेछ। एकदम पुरा मन्दिर दरबार क्षेत्र सबै क्याप्चर गर्न सकिँदो रहेछ र वरिपरि जङ्गलहरू छन्। हेर्नुहोस्, एकदम रमाइलो छ, उत्कृष्ट छ। हामी प्रायः सबै मान्छे आइसक्नु भएको होला। कोही नआउनु भएको हो भने पनि एउटा ऐतिहासिक ठाउँ छुटाउनै नहुने। भगवानको परीक्षा गरेर विकल सरको पाप मापन हुँदैछ यहाँ। ठ्याक्कै त्यो पाइलामा पार्नु भयो भने धर्मात्मा हो।
गोर्खा सङ्ग्रहालय साथीहरू गोर्खा सङ्ग्रहालयमा छिर्दै हुनुहुन्छ हाम्रो साथीहरू गोर्खा दरबार सङ्ग्रहालयको चाहिँ अवलोकन गर्दै हुनुहुन्छ पोखरातर्फ बन्दीपुर जाँदैछौँ साथीहरू के छ तपाईँहरूको खबर आज अब खैरेनीबाट अगाडि लाग्यो बन्दीपुर कुन जिल्ला रे तनहुँ जिल्ला हो फरेस्ट साइड बन्दीपुर होटलमा भनेर भन्नु पर्यो नि आउँछु म दिपक सरको बिहेको पनि त्यसो रहेछ नि साथीहरू हाम्रो हाइकिङ बन्दीपुर हाइकिङ हाम्रो आज बिहान सुरु हुँदैछ साथीहरू नि पछाडि हुनुहुन्छ सर पनि हुनुहुन्छ हाम्रो बन्दीपुर बजार नजिक पुग्दैछौँ बन्दीपुर बजार नजिक पुग्दैछौँ त्यहाँबाट हामी ग्रेट वाल बन्दीपुरको ग्रेट वाल भनौँ न त्यो पनि हाइकिङ गर्दैछौँ सुरेन सर नमस्कार होइन हामी हाइकिङ गरेकोमा बन्दीपुर बजारमा छौँ यो त पुरानो बजार है पहिला चाहिँ एउटा व्यापारिक हब भनौँ न यहाँबाट सामानहरू कास्की लमजुङ तनहुँ गोर्खा दक्षिणबाट चाहिँ पठाइने गरिन्थ्यो असली हाइकिङ चाहिँ यहाँबाट सुरु भयो है एउटा पानी चाहिन्छ नि सजिलो हुन्छ अब एकछिनमा एकछिनमा धेरै सजिलो हुन्छ बाटो आउँछ र हाम्रो हाइकिङ है हामी उकालो सिँढी चढेर बन्दीपुर हाइकिङ जाँदैछौँ तपाईँलाई धेरै धेरै धन्यवाद यार तपाईँ हामीसँग अर्को अनिल भण्डारी भए पनि भेटिनु भयो साङ्ग्रिला रिकभरी डिपार्टमेन्ट पिकनिक एन्ड हाइकिङ इन बन्दीपुर मिनी ग्रेट वाल भनौँ न त्यस कारणले ऐतिहासिक ठाउँ घुम्नै पर्ने रमाइलो मनोमोहक दृश्य तर ब्याकग्राउन्डमा सबै कुहिरो छ अहिले साह्रै उकालो थकाइलाई एकदम लाग्दो रहेछ गाई जस्तो छ
त्यहाँदेखि फेरि भेट हुने गुफा छ झर्ना छ ऐना पर पनि जाने त्यहाँ देखेको छ कि हाम्रो साथीहरू बन्दीपुरको मिनी गेट वालमा चाहिँ हिँड्दै हुनुहुन्छ है ल सुरेनजी तपाईँले हाम्रो यस्तो केयर गरिदिनु भयो धन्यवाद सर धन्यवाद हाइकिङ है धेरै धेरै धन्यवाद छ तपाईँले हाम्रो एकदम त्यही कतिलो फोटोहरू निकालिदिइराख्नु भएको छ हाइकिङको ट्विटरमा हाल ल बधाई धन्यवाद सुरेन सर एकदम ठिक छ हामी हिँड्दैछौँ र हेर्नुहोस् मिनी ग्रेट वाल हाइकिङ निकै रमाइलो रहेछ हेर्नुहोस् त साइडमा चाहिँ कुहिरो लागेको छ मनमोहक दृश्य है 360 भ्यू है गाइजले सँगै गएर फर्किने होइन भने चाहिँ हामी सुई जाने एकदम घाम सर्को है ल हेर्नुहोस् है ए यहाँबाट पारी त दामी देखिँदो रहेछ बरु त्यहाँ बसेर उता खिच्नु पर्ने वाल पनि हिँडिसक्यौँ होइन अब बिस्तारै हामी फेरि बन्दीपुर बजार आउँदै हामी ब्याक टु होटल है फर्काउँदैछौँ त्यहाँबाट हामी अब ब्रेकफास्ट खाएर अनि फेरि हाम्रो गन्तव्य सिद्ध गुफा हुँदै काठमाडौँ प्रस्थान गर्नेछौँ बिचमा हामीले बाह्रसिंह पनि जानु छ है बाह्रसिंह भनेपछि बुझिहाल्नु भयो होला त्यो भन्दा पो यहाँ पनि नभनौँ यहाँबाट होइन सो गाइज थ्याङ्क्स हिँड नबोलाइकन हेर बन्दीपुर हिल्स नयाँ बन्दै गरेको होटेल ए राई माइलाले गाउँ छोडिन्छ होटल फरेस्ट साइड बन्दीपुरबाट हामी आज बन्दीपुरमा आफ्नो भ्रमण यानि कि पिकनिक कार्यक्रम सम्पन्न भइसके पश्चात हामी यहाँबाट निस्कँदैछौँ तपाईँले ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ फरेस्ट साइड होटल र यहाँबाट हामी जान्छौँ र सिद्ध गुफा हुँदै आज काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ पिकनिक या भ्रमण भनौँ निकै फलदायी उत्कृष्ट र समग्रमा एकदमै राम्रो आउट अफ बक्स भनेको जस्तै भयो सो हाम्रो साथीहरू पनि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ रमाइलो पल हामीले क्यामेरामा कैद गर्दै गर्दा तपाईँहरू पनि कोही बन्दीपुर आउन चाहनुहुन्छ भने एकपटक आउन पर्ने देख्न पर्ने हाम्रो प्राकृतिक सुन्दरताले भरिपूर्ण पुरानो एउटा बस्ती सिद्ध गुफातिर लागियो गुड आफ्टरनुन Where are you from? France. Paris. Not Paris. Which city? Lyon. Lyon. Oh, Lyon. Lyon. I know that city. I've been to Paris. In Paris? Yeah. You like it? Yeah, very much.
Enjoy. And you? You're from India? I'm from Nepal. Okay. 1 hour. 35 minutes. गुफा जाँदै गर्दा बिचमा फ्रान्सका इटलीका र अन्य देशहरूका टुरिस्टहरू पनि भेट भए। तिनीहरूसँग गुफाको अनुभवको बारेमा पनि सोधियो र उनीहरूले 35-40 मिनटमा भित्रमा गुफा घुम्न सकिन्छ भन्नुभयो। त विभिन्न मूर्तिका आकृतिहरू पनि रहेको भन्ने कुराहरू उहाँले उल्लेख गर्दै गर्दा हामी नेपाली मात्रै होइन विदेशी पनि एसियाको दोस्रो ठुलो गुफा सिद्ध गुफामा आउँदै गर्दा अब हेरौँ केही समयको पर्खाइ पश्चात हामी त्यहाँ पुग्नेछौँ। थप अवलोकन गरेर त्यहाँका विभिन्न कुराहरू तपाईँलाई विशेष गरी गुफाको बारेमा चाहिँ देखाउनेछौँ। धन्यवाद। ल फाइनल्ली हामी सिद्ध गुफामा आधी घन्टाको श्रेणी चढिसकेका पश्चात आइपुगेका छौँ। अब यता हाम्रो सिद्ध गुफा हेरौँ के छ भनिदिनु न सिद्ध गुफाको बारेमा। अब सिद्ध गुफा भनेको एसियाको दोस्रो ठुलो र नेपालको पहिलो ठुलो गुफा र यहाँ विभिन्न आकृतिहरू भगवान्का भन्ने सुनिएको छ। हेरिसके पश्चात मात्र हामीलाई थाहा हुन्छ। जाउँ सिद्ध गुफा। ओके थ्याङ्क यू है ल। सिद्ध गुफा आधी घन्टाको घाम चर्कोको उकालोमा पसिना काट्दै काट्दै आइसके पश्चात यहाँ निकै चिसो अनुभूति भएको छ। यस्तो गुफा छ यहाँभित्र छ, निकै लामो गुफा छ भन्ने सुन्यो हाम्रो टिमका सदस्यहरू। यस्तो तपाईँको सिद्ध गुफा आइसके पश्चात यहाँको नाकको आकृति यस्तो देखिएको छ। हाम्रो जयन्त सर हुनुहुन्छ, कुशल सर। यहाँ चाहिँ एकपटक हामी चाहिँ सिद्ध गुफामा प्रवेश गर्दैछौँ। हाम्रो एनएमबीको साथीहरू पनि हुनुहुन्छ, हाम्रो साङ्ग्रिला टिमका साथीहरू पनि छौँ। हामी अगाडि बढ्छौँ, हाम्रो टिम अगाडि बढ्दैछ। गुफा हेरौँ कस्तो छ। निकै राम्रो पहरोमा होइन पहाडको भित्र यस्तो किसिमको गुफा छ, निकै आकर्षक तर अलिकति एडभेन्चर किसिमको अप्ठ्यारो बाटो छ। ढुङ्गामा चिप्लिने सम्भावना पनि छ। साथीहरू अलिक सजिलोसँग हिँड्नु होला है, अँध्यारो छ। तर गुफाको चौडा चाहिँ निकै राम्रो देखियो है, के अरे फराकिलो देखियो है। तपाईँ हेर्दै अगाडि सिद्ध साथीहरूले हेर्नुहोस् त। ओ हेर्नुहोस् त, हेर्नुहोस् यो लाइटले बाल्दाखेरि पनि कति लामो छ हेर्नुहोस् त। अझ हामी अगाडि बढ्दै जान्छौँ। एकदमै यस्तो किसिमको गुफा रहेछ, एकदम ठुलो ओडार है। तिमी लाउनु सर। यहाँ साइन्टिफिक रिसर्च हुनुपर्ने हो क्या यहाँ चाहिँ। अब यता देख मान्छे चाहिँ हो उहाँले यसलाई भन्नु। हात्तीको सुनेको हाम्रो गुरु सिद्ध बाबा 26 वर्षको गुरुको दारी चाहिँ सरले यहाँ समाएको अवस्था छ। फाइनल्ली सिद्ध गुफा गएर हामी फर्किएका छौँ। सर बाहिर त उज्यालो पनि देख्न सक्नुहुन्छ। निकै लामो करिब 35-40 मिनट लाग्ने यस गुफा निकै विशाल ठुलो भयङ्कर घुम्नै पर्ने छ। हामीले भित्र सिद्ध बाबा पनि भेट्यौँ। 18 बाटो छ। हेर्नुहोस् यस्तो गुफा हामीले पुरा भ्रमण गरेर विभिन्न आकृतिहरू, प्राकृतिक आकृतिहरू पुरिएका अहिले हामी हेऱ्यौँ र अहिले फर्किएका छौँ। हाम्रो यो इन्ट्रान्स गेटको चाहिँ यस्तो किसिमको दृश्य रहेको छ। हाम्रो सर आउँदै हुनुहुन्छ। एकदमै अद्भुत, अविस्मरणीय, एकदम अचम्म होइन, वन्डरफुल भनौँ न अङ्ग्रेजीमा, त्यस किसिमको छ। ल हेर्नुहोस्, त्यस्तै गरी ब्याकग्राउन्डमा
निस्किसके पछाडिको दृश्य सिद्ध गुफा आइयो ल कृतज्ञ सिद्ध गुफाको अवलोकन गरेर आइयो हाम्रो सरहरू बाटो झरिसके पश्चात देखिने गाउँ र त्यो मर्साङदीपारी गोर्खाको दृश्य है तपाईँ थोरै जुम पनि गर्छु गोर्खाको दृश्य हो फलावारी तनाउ भनौँ सिद्ध गुफाको क्षेत्र सिद्ध गुफा हामीहरू फर्कियो सिद्ध गुफा भ्रमण गर्नुभएकोमा धन्यवाद थ्याङ्क्स फर भिजिट लेखिएको छ हामी 12 सिङे बियर फ्याक्ट्री कुरिन्टा आइपुगेका छौँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ 12 सिङे बियरको एउटा ठुलो डेमो बोतल यहाँ मान्छेहरूको चाहिँ फोटो खिच्न भिड लाग्ने गर्छ त्यस्तै गरी ब्याकग्राउन्डमा तपाईँले नदी देख्न सक्नुहुन्छ जसको नाम रहेको छ नारायणी भनौँ त्रिशुली र बुढी गण्डकी मिसिएको नदी र यता एकदमै चौर छ र फ्याक्ट्री त्यो निलो बिल्डिङ चाहिँ फ्याक्ट्री हो र यतापट्टि तपाईँको पछाडि देखिएका यो ठाउँ चाहिँ बियर पिउनको लागि राखिएको छ यो पनि बियर पिउनको लागि बनाइएको छ निकै आकर्षक ठाउँ छ बियर मन पराउने मान्छेहरूलाई चाहिँ पृथ्वीराज मार्ग हिँड्दै गर्दा यहाँ कमसेकम बियर पिएर एउटा अनुभव लिएर जान पाइन्छ सो कोही बियर प्रेमी हुनुहुन्छ भने पनि कुरिन्टामा रहेको 12 सिङे बियर चाहिँ पिउनलाई तपाईँहरूलाई यहाँ उपलब्ध छ हेर्नुहोस् 12 सिङेमा मयूर चरा पनि छ केजमा राम्रो सुन्दर छ सिङे घुम्यो साथीहरूले बियर पिए मैले कफी पनि पिएँ सो गाइस थ्याङ्क्स अब हामी काठमाडौँतिर लागियो